Cell Express presents Expect the Unexpected. सो नमस्ते एक्सपेक्ट द अनएक्सपेक्टेड एपिसोड 3 हामीसँग हुनुहुन्छ नेपालको खुङखार मान्छे जनता जान्न चाहन्छन् ऋषि डमलाज्यू के भन्न चाहन्छ तपाईँले जनता जान्न चाहन्छन् आज तपाईँको सोमा लोकप्रिय सोमा म आइपुगेको छु उपस्थित भएको छु थ्याङ्क यू कस्तो हाम्रो माइक कस्तो आयो तपाईँ बस कफी सपमा आउनुभयो तपाईँ प्लिज काठमाडौँमा कोही पनि एकदम बवाल कफी यहाँको चाहिँ उस मन पऱ्यो है दाइ मलाई फेरि मैले त्यो पाइँदैन भन्ने मान्छे होइन त्यो क्लब स्यान्डविच चाहिँ एकदम मिठो छ यहाँको है अन्डा हालेर मिठो प्लिज भिजिट गरिदिनु र स्टार बस क्याफे त्यति भन्न पाएँ कि नै मैले पाएँ नि डिस्काउन्ट सिस्काउन्ट ल सुरु गरौँ होइन अघि चाहिँ यसो रमणीय भएको थियो नि म अलिक खुल्लेँ नि त अब तपाईँसँग अब चाहिँ म अलिक जोस साथ बोल्छु फेरि एकदम कडा हुन्छ मेरो प्रस्तुति बुझ्नु भएन अब मैले तपाईँलाई अहिले यहाँ झ्याप्टु गरेर हानिदिए पनि तपाईँले छोरा भन्न सक्नुपर्छ ल सो लेट्स गो हामी चाहिँ फर्स्ट एपिसोड एभाइज दाइ सेकेन्ड एपिसोड मिरर ढुङ्गाना त्यसपछि देशकै हाम्रो एकदम ठुलो जर्नलिस्ट मिस्टर ऋषि धमलासँग छौँ तपाईँ त एक्टर पनि हो जस्तो लाग्छ मलाई फेरि कहिलेकाहीँ त्यो के अरे चुनावको एक्टिङ त खतरा थियो कि तपाईँको ल लेट्स गो म जेन्जी भयो हेर्नु अङ्कल होइन तपाईँ त जेन्जी नै हो। तपाईँ चाहिँ अब अहिलेको पोलिटिसियन हुनुभयो होइन अब हामीले चाहिँ तपाईँलाई किन भोट दिने वाइ टु भोट ऋषि धमला होइन ऋषि धमलालाई भोट दिने भन्दा ऋषि धमला समर्थन गर्नुपर्छ जेनजीओले त्यसको धेरै कारणहरू छ पहिलो कारण मलाई तिनवटा कारण भन्नु यो देशको विकास र समृद्धिमा सुशासनमा भ्रष्टाचार अन्त्यको लागि लगातार बहस गर्ने नेताहरूको छ नि गलत सोच चिन्तन भ्रष्ट प्रविधिको बारेमा सशक्त रूपमा सञ्चार माध्यममा मात्र होइन हरेक क्षेत्रमा छ नि एजेन्डा उठान गरेर जनताको लागि काम गर्ने ऋषि धमला जनताको लागि काम गर्ने जनता 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 मेरो स्पष्ट विचार छ दृष्टिकोण छ जनताको लागि काम गर्ने म जनताको लागि जन्मेको मान्छे देशमा हरेक परिवर्तनमा मेरो महत्त्वपूर्ण भूमिका छ म आफ्नो बखान आफै गर्न चाहन्न तपाईँ जस्तो एउटा प्रतिभाशाली क्षमतावान राम्रो प्रेजेन्टर राम्रो प्रश्न सोध्न काबिल मान्छे त्यसैले म आफू आज तपाईँसँग उपस्थित भइरहँदाखेरि चाहिँ आफ्नो बारेमा धेरै कुरा गर्न चाहन्न तर म भन्छु जेनजीहरूले ऋषि धमलालाई किन साथ दिने जेनजीको मुद्दा कसले उठान गर्यो देशमा ऋषि धमलाले देशभरि गयो ऋषि धमला स्कुलमा गयो कलेजमा गयो स्थानीय सरकारमा गयो भन्यो भ्रष्टाचारलाई कारवाही गर सुशासन देऊ नातावाद कृत्ववाद बन्द गर केपी शर्मा ओली शेरबहादुर प्रचण्ड भनेर प्रश्न गर्ने र जनतालाई चाहिँ सचेत गराउने ऋषि धमला आजको प्रधानमन्त्री बालेन शाहलाई सोध्नुहोस् आजको प्रधानमन्त्री बालेन शाहले मसँग भएको अन्तर्वार्तामा भन्नुभएको छ ऋषि धमलासँग अभूतपूर्ण क्षमता छ उहाँले तपाईँ गएर त्यो अन्तर्वार्ता हेर्नुहोस् धमलाको हमलामा बालेन शाहले मेरो बखान गर्नुभएको छ र उहाँले भन्नुभएको छ ऋषि धमलालाई म हार्नै सक्दिनँ ऋषि धमलासँग त्यो किसिमको शक्ति छ मैले तार्न सकिनँ तपाईँ एकदम सफा हृदय भएको फराकिलो छाती भएको व्यक्ति भनेर भन्नुभएको छ बालेनजीले र उहाँले भन्नुभएको छ तपाईँको मुटु सफा छ तपाईँ देश र जनताको लागि काम गर्ने मान्छे भन्नुभएको छ उहाँले म त तपाईँको ठुलो फ्यान हो ऋषिजी प्रधानमन्त्री भन्नुभएको छ त्यो अन्तर्वार्ता हेर्नुहोस् र उहाँले एउटा कुरा कोट्याउनु भएको छ त्यो अन्तर्वार्तामा माधवकुवा नेपालको अन्तर्वार्ता लिनको लागि म मध्यराति साउनको महिना झरी परिरहेको थियो पानी परिरहेको थियो 2:30 बजेसम्म त्यो घरमा राति कुरेर त्यो बैठक सकेपछि नृत्युकै भिजेर एकदम भिजेर माधवकुवा नेपालको बेडरुममा पुग्दाखेरि उहाँ छक्क पर्नु 2:30 बजे बैठक सकेपछि माधवकुवा नेपाल सुत्नको लागि तयार हुनुभएको थियो को आयो ऋषि धमला अगाडि देखेपछि उहाँ जसँग आउनु कसरी आउनुभयो तपाईँ राति 2 बजे त्यो किसिमको रिपोर्टिङ गरेको मान्छे प्रचण्डको उहाँ सार्वजनिक हुँदाखेरि 2063 साल असार 2 गते म नेपाल 1 टेलिभिजनमा काम गर्थेँ 2:30 बजे मैले पहिलो अन्तर्वार्ता लिएको प्रचण्डको 2:30 बजे उहाँको पहिलो भूमिगत जीवनबाट सार्वजनिक हुँदाखेरि पहिलो अन्तर्वार्ता लिने मान्छे म त्यसैले गर्दाखेरि गिरिजाप्रसाद कोइरालालाई 2:30 बजे राति गएर भेटेर 3 घण्टा कुरा गरेर देशको बारेमा राजनीतिक घटनाक्रमको बारेमा सामाजिक आर्थिक सबै विषयवस्तुमा कुरा गर्ने मान्छे म हुँ त्यसैले जेनजीहरूले मलाई किन साथ दिनु जेनजीहरूको एजेन्डा बोकेको ऋषि धमलाले होइन सोध्नुहोस् न मिरा ढुङ्गानाजीलाई सोध्नुहोस् मिरर ढुङ्गाना त बेहोरै छैन भन्छ नि त अनि तपाईँलाई कस्तो लाग्छ मिरर ढुङ्गाना छ युवा हो काम गर्न चाहनु भएको छ हुटुटी छ केही गर्छु देश बदल्छु परिवर्तन गर्छु भन्ने मैले आलोचनै गर्न चाहन्न मिरा ढुङ्गानाको अनि यस्तो कुरा चाहिँ के आयो भने छन् देशमा बालेन शाह हरेक मान्छेहरू बालेन शाहको नै अहिले विरोध गर्न चाहन्न रवि लामछाको नै म विरोध गर्न चाहन्न अहिले म राम्रो काम गर्ने सबैको प्रशंसा गर्न चाहन्छु देश बनाउने हो देश बदल्ने हो विकास गर्ने हो आर्थिक क्रान्ति समृद्धिशाली आजको आवश्यकता हो देशमा चाहिँ परिवर्तन अवश्यभावी छ अनि यस्तो यहाँ कुरा चाहिँ के भने जेनजीहरूले भन्दाखेरि सँगसँगै पानी बोक्न गएको सुदन गुरुङ दाइ होम मिनिस्टर बने तर मिरर ढुङ्गाना त्यो दिन बेहोर नपरेर लुकेर ऊ किन लुक्यो त नि तपाईँलाई चाहिँ के लाग्छ मिरर ढुङ्गाना चाहिँ किन लुक्यो होइन मिरर ढुङ्गानाले त्यतिखेर अब
परिस्थितिलाई बुझ्नुभयो, आकलन गर्नुभयो होइन। सुदन गुरुङ पनि जेन्जी आन्दोलनको बेलामा उहाँले माइतीघर मण्डलामा के गर्नुभयो म त्यतितिर जान चाहन्न है। तर रिपोर्टर्स क्लबमा 25 गते सुदन गुरुङ सार्वजनिक हुनुभयो। ऋषि धमलाले उहाँलाई ल्याए मिडियामा। तपाईँले ल्याउनु भएको? मैले ल्याएको र पहिलोपटक जेन्जीहरूको एजेन्डा रिपोर्टर्स क्लबबाटै बाहिर आएको, जनताले थाहा पाए। 3 करोड जनता। जेन्जी आन्दोलनपछि पहिलोपटक कर्फ्यू लागेको बेलामा रिपोर्टर्स क्लब बहस भयो। त्यतिखेरसम्म चाहिँ यो नि मिरज ढुङ्गाना कहाँ थिए त? मिरज ढुङ्गाना त नयाँ रणनीति बनाउँदै हुनुहुन्थ्यो होला। मिरज ढुङ्गाना पनि राम्रै मान्छे हो। होइन, म त राम्रो मान्छु, किनभने जसले काम गर्छ म उसलाई सहयोग गर्ने मान्छु। प्रतिभाशाली युवाहरूलाई म जहिले पनि साथ दिन्छु। मैले 62-63 सालको जनआन्दोलनको बेलामा, राजाको शासनको बेलामा गगन थापालाई पहिलोपटक रिपोर्टरसँग ल्याएको मैले। गगन थापा त्यो बाह्र मान्ने अङ्कल? तपाईँले चिन्नुहुन्छ नि गगन थापालाई? मैले ल्याएको काङ्ग्रेसको अङ्कल? काङ्ग्रेसको सभापति। ए हाम्रो मिरज ढुङ्गानाको दाइ। बल्ल चिने मैले। फेरि म झ्याप्पै यो पोलिटिक्समा चाहिँ यसो छैन कि, तर यसो मिरजसँग चाहिँ अन्तर्वार्ता पछि अब ऋषिजीसँग नि यसो जिउ गरिदिनु भनेर आएको कि, बिचमा छिर्न आएको कि म खासमा टिआरपी लिन आएको भन्छ यसलाई। तर अब चाहिँ हामी अब पोलिटिक्सतिर नजाउँ। परिवर्तन विकास समितिको लागि ऋषि धमला लाग्छ। स्वतन्त्र नारी अभियान सुरु भएको छ। हजुर। अब यो 7 प्रदेशमा जान्छ, 77 जिल्लामा जान्छ, 753 पालिका शाखामा पुग्छ जनताको लागि। र आगामी निर्वाचनमा मेरो एउटा एजेन्डा छ, तपाईँको लोकप्रिय कार्यक्रम मार्फतमा घोषणा गरौँ। गैर दलीय उम्मेदवार स्थानीय तहमा 753 सरकारमा गैर दलीय उम्मेदवार तयार पार्ने त्यो अभियानमा म लागेको छु। र बालन शाहको सरकारको 100 दिनको चिरफार माइतीघर मण्डेलामा 20 गते 1 बजे तपाईँ आउनुहोस्। आज 18 गते। ए भन्छ 2 दिन अझै काठमाडौँ बस्नु पर्ने भयो। तपाईँको लागि बस्दियौँ ल। ऋषि धमलाजीको लागि हामी काठमाडौँ बस्दियौँ। सबैलाई म यो इन्टरभ्यू मार्फत भन्न चाहन्छु कि प्लिज सबैजना हाम्रो ऋषि धमलाज्यूले चाहिँ नेतृत्व गरेको आन्दोलन नै भन्छ होइन? ए आन्दोलन होइन के भन्छ, सकारात्मक हो। तपाईँले दाइ यस्तो यहाँ कति वर्ष हुनुभयो दाइ तपाईँ? अब हामी यो बालन शाह छोडिदिउँ होइन? अब चाहिँ हामी तपाईँ पनि बालन शाह जस्तै हुनुहुन्थ्यो क्या? म अलिअलि उमेरमा बालन शाह भने तपाईँ जस्तै हुनुहुन्थ्यो क्या? अलिअलि त्यस्तै लाग्यो मलाई पनि, म जस्तै होइन। त्यो तपाईँ चाहिँ के भन्न त्यो किसिमको छ नि रभाव। राम्रो छ। थ्याङ्क यू। सुन्नु न कस्तो छ एउटा मेरो, ल सुन्नु न। अब चाहिँ हामी चाहिँ आउट तपाईँलाई चाहिँ अब मान्छेले बाहिर मात्र देखाएको छ नि त। तर ऋषि धमलाजीले के खानुहुन्छ बिहान उठेर मलाई भन्नु? 3 गिलास मन तातो पानी बाहेक। मैले हेरेर आएको छु नि फेरि। होइन, तातो पानी बाहेक म केही पनि खान्न। म एकदम सकेसम्म सकारात्मक सोच राख्छु, योगा गर्छु, ध्यान गर्छु, एक्सर्साइज गर्छु। मान्छेले एक्सर्साइज गर्नै पर्छ। त्यसपछि म ज्ञान गुणका कुराहरू पढ्छु, किताबहरू पढ्छु। देशभरिको चाहिँ राजनीतिक घटनाक्रम कसरी जाँदैछ भनेर समीक्षा गर्छु। पीडितहरूले बिहानदेखि नै मलाई फोन गर्छन्, समस्यामा छन् जनताहरू। देशभरिका पीडितहरू, मिटरबाज पीडितले मलाई फोन गर्छन्, लघुवित्त पीडितले गर्छन् मलाई, सहकारी पीडितले फोन गर्छन् मलाई। हाम्रो देशमा जताततै पीडित छन्। सुकुम्बासी पीडितले फोन गर्छन्। तपाईँ त रुनै लाग्नु एकदम। तपाईँ त भावुक हुनुभयो। दिनमा करिब मलाई 800-900 फोन आउँछ। तपाईँ पनि उता भाउजूतिरै फिल्म खेल्न गयो भने यस्तै खतरा एक्टिङ गर्नु। अनि पहिला मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रमेश बुढा थोकीले, कृष्ण मल्लले बोलाउनु भएको थियो फिल्म। तर तपाईँ जानु भएन। तपाईँ दाइलाई फेरि जहाँ पनि फुटबल खेल्न त बोलाउनु भएन नि कसैले? यस्तो जीवनमा, स्कुल जीवनमा फुटबल, भलिबल खुब खेल्थेँ। तपाईँ मिरज डन्डी पनि खेल्थेँ म। डन्डी गाउँघरमा गिर खेल्थेँ म। गिर भनेको चाहिँ के हो दाइ? गजबको खेल्छ गाउँ। त्यो टायर किरकिरेवाला हो। त्यो माघे सङ्क्रान्तिको दिन खेलिन्छ गिर। हो यस्तो कुराहरू के बुझ्नु भएन? हामीलाई पनि पढाओस् के तपाईँले। तपाईँ सर जस्तो मान्छे, यस्तो हिरो मान्छे, ह्यान्डसम मान्छे। अब चाहिँ पर्सनल लाइफतिर जाउँ होइन? हाम्रो भाउजू, मेरो त आन्टी भन्नु, म त आन्टी भन्नु पऱ्यो फेरि। मैले सिधा मलाई अङ्कल भन्छु। आन्टीलाई चाहिँ कसरी दाइ? म त लभ म्यारिज कि एरेन्ज? लभ म्यारिज। लभ म्यारिज हो? कस्तो तपाईँ ह्यान्डसम हुनुहुन्थ्यो कि पहिला? अहिले नराम्रो हुनुभयो कि पहिलाबाट यस्तै हुनुहुन्थ्यो तपाईँ? एकदम। म त मनको सफा मान्छे। ए मनको सफाहरू चाहिँ उहाँले मन पराउनु भएको। तपाईँ चाहिँ किन यो फिल्म लाइनतिर चाहिँ किन जानु भयो त? फिल्म सकारात्मक सोच राखेर बनायो भने त्यसले समाजलाई बदल्न सक्छ, परिवर्तन गर्छ। चलचित्रहरू पनि बनेका छन्, राम्रा चलचित्र बनेको छ होइन? त्यो चलचित्रहरूले देशको छ नि रूपान्तरणको लागि, अधिकारको लागि, विकास र समृद्धिको लागि, भ्रष्टाचार अन्त्यको लागि, सुशासनको लागि पनि एजेन्डाहरू लिएर चलचित्रहरू बनेका छन्, नबनेका होइनन्। म चलचित्रहरूले पनि समाजलाई बदल्न सक्छ भन्ने मान्छे म। राम्रो चलचित्र बन्नुपर्छ, जनताको इन्ट्रेस्टमा चलचित्र बन्नुपर्छ, राष्ट्रियता छ नि बलियो बनाउने गरी चलचित्र बन्नुपर्छ, देश छ नि जनताका छ नि समस्याहरूको बारेमा चलचित्र बन्नुपर्छ। चलचित्रले छ नि एउटा ठुलो सन्देश दिनुपर्छ राष्ट्रियताको बारेमा, जनताका समस्याको बारेमा। चलचित्र भनेको चाहिँ त्यसले सकारात्मक सन्देशहरू समाजमा रूपान्तरित गर्न सक्छ, दिन सक्छ। र चलचित्रहरूले पनि समाजलाई बदल्न सक्छ, मान्छेको एउटा सोच चिन्तन बदल्न सक्छ क्या।
त अब चाहिँ तपाईँलाई चाहिँ अहिलेको अब तपाईँ त जेनजी 14 वर्षबाट अब यत्रो वर्षसम्म पत्रकारितामा हुनुहुन्छ, अब आउँदै गरेको नयाँ पत्रकारलाई चाहिँ के नगर भन्न चाहनुहुन्छ? के नगर चाहिँ? पत्रकारलाई के भन्छु भने गलत सूचना कहिले पनि नदिनुहोस्, राम्रो तटस्थ निष्पक्ष भएर पत्रकारिता गर्नुहोस्। पत्रकार भनेको असल भन्नुपर्छ। हामी कुनै पोलिटिकल पार्टीको इन्ट्रेस्टमा व्यक्तिको इन्ट्रेस्टमा पत्रकारिता गर्नुहुन्न। देश र जनताको पक्षमा पत्रकारिता गर्नुपर्छ, व्यवसायिक पत्रकारिता गर्नुपर्छ। पत्रकारहरू तटस्थ बस्नुपर्छ। पत्रकारहरूले जहिले पनि देश र जनतालाई माया गर्नुपर्छ। पत्रकारहरूले जनमतको सम्मान गर्नुपर्छ। पत्रकारहरूले जथाभावी समाचार लेख्नु हुँदैन, इन्फर्मेसन बिना समाचार लेख्नु हुँदैन। पत्रकार भनेको देशको लागि चौथो अङ्ग हो नि त। चौथो अङ्ग गम्भीर भएन भने, चौथो अङ्गले सही सूचना दिएन भने त्यसमा समस्या आउन सक्छ। जेनजी आन्दोलन भयो, पत्रकारहरूले गरेको। पत्रकारहरूको महत्त्वपूर्ण भूमिका थियो। सामाजिक सञ्जालमा काम गर्ने युवाहरूको महत्त्वपूर्ण भूमिका छ जेनजी आन्दोलन सफल पार्न। किन भन्दाखेरि जेनजी आन्दोलनको सुरुवातै सामाजिक सञ्जालबाट भएको हो। नेपालमा सामाजिक सञ्जाल बन्द मिरर ढुङ्गामा सुरु गरेका हुन् क्या, होइन? धेरैले सुरु गर्नुभएको छ। त्यसमा मिराजी पनि होला, होइन, रक्षा बम पनि होला, रक्षा बम भनेको पनि होला। हो छ नि मान्छेहरू, म नाम सबै होला, धेरै मान्छे। बालिन साल सुरु गरेन होला। बालन शाहले पनि त मलजल त गरे हो नि त, जेनजी आन्दोलन समर्थन त गरे हो नि। उनले त गर्नै पऱ्यो नि। फेरि उनले त नगरेको त आज फेरि प्रधानमन्त्री को हुन्थ्यो? मिरर ढुङ्गा हुन्थ्यो नि त, हो कि भन्नु न? अनि तपाईँको त डाइट प्लान छ कि लाइक यतिको एनर्जीको केहीसँग 3 गिलास मन त भन्दा काजु साजुवाला कुरा नि सुन्दै थिएँ त मैले। के छ त्यो काजुवाला कुरा चाहिँ? खालि म पिउने पानी खान्छु, मन सफा छ मेरो। सकारात्मक सोच राख्नु, नयाँ कुरा गर्नु, देश बनाउनु पर्छ। मान्छे काजु खानु देश बनाउने काम गर्नु। काजु चाहिँ खानुहुन्छ कि नै भन्नु? विकास गर्ने हो, समृद्धितिर हामी अगाडि बढ्नुपर्छ। हजुर, त्यो एकदम राम्रो कुरा भयो। अब चाहिँ युवाहरूलाई म जहिले पनि सहयोग गर्छु। युवाहरूलाई सक्षम बनाउनुपर्छ, युवाहरूलाई सफल बनाउनुपर्छ। त्यही हो दाइ तपाईँको एजेन्डा। तपाईँको भाइहरू छन् कि भाइ बहिनी छन् कि नै? मेरो भाइ बहिनी भने तपाईँको भाइ होइन, मेरो चाहिँ भाइ बहिनी। मेरो चाहिँ एउटा छोरा एउटा छोरी। एउटा छोरा कति वर्ष भयो? छोरा 8 वर्ष एरिक धमाला, अनि छोरी 12 वर्ष छोरी एरिका धमाला। तपाईँले चाहिँ छोराछोरीलाई बाहिर पठाउन चाहन्छ कि चाहनु? होइन, स्वदेशमै नेपालमै राख्नुपर्छ। नेपालमै उहाँलाई सक्षम बनाउनुपर्छ। पठन पाठन नेपालमै गराउनुपर्छ। संसार सुन्नु बदल्नको लागि आफूले त्याग पनि गर्नुपर्छ क्या। मान्छे सरल हुनुपर्छ, सिम्प्लिसिटी जिउन सक्नुपर्छ। सरल जीवन जिउने मान्छे जहिले पनि सफल हुन्छ। तपाईँ भन्छ सादा जीवन उच्च विचार। सादा जीवन उच्च विचारको हुनुहुन्छ हाम्रो ऋषि धमालजी चाहिँ। सकारात्मक असल मान्छे पनि। अब चाहिँ तपाईँको चुनाव चिन्हको बारेमा कुरा गरौँ। चुनाव चिन्ह तपाईँलाई थाहा छ होइन? त्यसैले अहिले म चुनावमा गएँ। अब चुनाव चिन्ह बारेमा बहस किन नगरौँ भने म अब कुनै पनि पोलिटिकल पार्टीमा अहिले छैन। म स्वतन्त्रको चुनावमा गएको थिएँ। तपाईँ चाहिँ चुनाव चिन्ह मात्र लिनुभयो हो नि त? बालन शाहले बोलाउनु हुँदाखेरि पनि, बोलाएर टिकट दिँदाखेरि पनि मैले नलिएको हो। त्यसैले गर्दाखेरि अब चुनावमा जे भयो हार जितको कुरा नगरौँ। अब म चाहिँ विचार मन्थनको कुरा गर्छु, सकारात्मक सोचको कुरा गर्छु। अब हामी चिन्तन मनन गरौँ, देश बनाऊ, युवाहरूलाई सक्षम बनाऊ, प्लिज समय खेर नफालौँ। अब म स्वतन्त्र नागरिक अभियानको नेतृत्वकर्ताको नाताले देश बदल्न चाहन्छु, विकास गर्न चाहन्छु। तपाईँहरू जस्तो युवालाई स्वदेशमै रोजगारी दिन चाहन्छु। नेपालमा युवाहरूलाई चाहिँ सक्षम बनाउन चाहन्छु। युवाहरू हरेक क्षेत्रमा छ नि, तर तपाईँकोमा युवाहरूको उपस्थिति हुनुपर्छ। आगामी निर्वाचनमा स्थानीय तहमा महिलाहरूलाई छ नि धेरै उम्मेदवार बनाउनुपर्छ। 50-50मा जानुपर्छ, पुरुष 50 महिला 50। मेरो त एजेन्डै छ। घर चलाउन आधा पुरुष आधा महिला हुनुपर्छ, हो कि भन्नु? स्थानीय तहमा पालिका सरकारमा 50-50 महिला आउनुपर्छ। त्यसैले महिलाहरूलाई अब देशको छ नि हरेक तर तपाईँमा पुर्याउनुपर्छ। महिलाहरूलाई अगाडि बढाउनुपर्छ र महिलाहरूलाई सक्षम बनाउनुपर्छ। महिलाहरूले अझै पनि अधिकार पाएको छैन। खालि संविधानमा लेखेर मात्रै हुँदैन। कुनै पनि पोलिटिकल पार्टीले आजसम्म महिलालाई छ नि पार्टीको सभापति बनाएको छैन। न काङ्ग्रेसले बनायो, न एमाले बनायो। म त केपी शर्मालाई भन्छु विद्यादेवी भण्डारीलाई अध्यक्ष बनाउनुहोस्। म गगन थापालाई भन्छु अर्को महिलालाई ल्याएर पार्टीको सभापति बनाउनुहोस्। म रवि लामिछानेलाई भन्न चाहन्छु अब तपाईँ पछि राष्ट्रिय स्वतन्त्र पार्टीमा महिला सभापति बनाउनुहोस्। म प्रचण्डलाई भन्न चाहन्छु आगामी महाधिवेशनमा महिलालाई सभापति बनाउनुहोस्। एकपटक सबै पोलिटिकल पार्टीमा महिलाले नेतृत्व गर्नुपर्छ। महिलाहरू आयो भने देशमा केही हुन्छ, विकास हुन्छ। महिलाहरू इमान्दार हुनुहुन्छ। महिलाहरू इमान्दार हुनुहुन्छ एकदम गल्ती। तपाईँले अनि आर्जु देउवा कस्तो लाग्छ तपाईँलाई? महिलाहरू इमान्दार लाग्छ अनि आर्जु देउवा चाहिँ कस्तो लाग्छ? आर्जु देउवाले गल्ती गरेकी हो। त उहाँ पनि महिला हो नि त फेरि? आर्जु देउवाले शेरबहादुर देउवालाई गलत रूपमा दुरुपयोग गरेकी हो र शेरबहादुर देउवाको यो हविगत हुनुमा आर्जु देउवाको पनि भूमिका छ। आर्जु देउवाले आफूलाई महत्त्वाकांक्षी महिलाको रूपमा अगाडि बढाउनु भयो, राजनीतिमा उहाँ जानुभयो। अनि शेरबहादुर देउवालाई छ नि बदनाम पनि गराउनु भयो। मेरो भनाइ आर्जु देउवा जस्तो 3-4 जना महिला अनि पऱ्यो भने त सकिएन त हाम्रो देश। सबै आर्जु देउवा जस्तो हुँदैनन्। आर्जु देउवा हुन सक्छन् कि होइन, योगदान थियो होला महिलाहरूलाई सशक्तिकरणमा लिएर जानको लागि, तर उहाँ राजनीति रूपमा असफल मान्छु आर्जु देउवा। उहाँले चाहिँ महिलाहरूकै हक अधिकारको लागि चाहिँ एउटा सामाजिक सेवा गरेको भए हुन्थ्यो क्या। उहाँ राजनीतिमा गएर परराष्ट्र मन्त्री बन्नु नै उहाँको लागि त दुर्भाग्य हो। त्यसैले मान्छेहरूले कुन चाहिँ ठाउँमा कसलाई राख्ने
होइन राइट पर्सन राइट प्लेस क्या आजको आवश्यकता पनि अहिलेको आवश्यकता देशले खोजेको कुन मान्छेलाई कहाँ उपयुक्त जिम्मेवारी दिने तपाईँ आज जुन तपाईँको र मिराज ढुङ्गानाको सोच त मिल्दो रहेछ नि त मैले मिराजले नि यही भन्थेँ नि मलाई फेरि उसको बेहोरा चाहिँ अलिअलि छैन कि तर उसले चाहिँ के भन्नु भन्दाखेरि चाहिँ के अरे हो एक्सपिरियन्स नभएको मान्छेलाई सत्ता दियो भने देशको जियो पोलिटिकलवाला उसले चाहिँ हाम्रो जेनजीवाला भाषामा भन्यो तर तपाईँले चाहिँ हाम्रो अब बाबा आमालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 2 पटक भेटेको छु होइन तपाईँले मोदीलाई भेटिसक्नु भयो मोदीलाई 2 पटक भेटेको छु मोदीसँग मेरो धेरै लामो कुराकानी पनि भयो तर नेपाललाई धेरै माया गर्ने मान्छे हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको विकास चाहने समृद्धि चाहने नेपाली जनताहरूलाई चाहिँ नि सम्पन्न बनाउनुपर्छ भन्ने उहाँको सोच छ है मसँग कुरा गर्दै उहाँले भन्नुभएको थियो नेपालले विकास गर्नुपर्छ है ऋषिजी नेपाललाई के सहयोग गर्नुपर्छ हामी गर्न तयार छ भारत तयार छ भन्नुभएको थियो तर हामीले अब भारतसँग सहयोग लिएर अगाडि बढ्नको लागि हाम्रो कूटनीति चातुर्यता चाहियो कूटनीतिमा चातुर्यता त भएन भने कूटनीतिक छ नि साँच्चीकै सफल भएन भने नेपालमा चाहिँ विकास समृद्धि अगाडि बढ्दैन नेपाल आज जुन भूगोलमा हामी छौँ विशाल राष्ट्रहरू भारत र चिनको बिचमा हामी छौँ नि त्यसले गर्दाखेरि हामीले दुवै राष्ट्रबाट लाभ लिनुपर्छ भारतबाट छ नि 2% टुरिस्ट आयो भने नेपालमा कति लाख हुन्छ अहिले हेर्नु त पोखरा कस्तो भएको पोखरा हेर्नु न कस्तो भएको छ 2% चाहिँ भारतीय टुरिस्ट नेपाल आयो भने अनि चिनबाट 1% आयो भने कति होला नेपालको विकास र समृद्धिमा अब साँच्चीकै पर्यटन क्षेत्र हो क्या सबभन्दा ठुलो सम्भावना भएको नेपालमा ठुल्ठुलो होटल खोल्ने ठुल्ठुलो तपाईँलाई थाहा छ एयरपोर्टहरू खोल्ने 8-10 प्लेन नेपालले किन्ने व्यापक रूपमा अन्तर्राष्ट्रिय छ नि स्तरको चाहिँ एयरपोर्टहरू 4-5 वटा बन्यो भने हजुर नेपालमा छ नि धेरै सम्भावना छ है त्यसैले हामी सबै लागौँ जय युवा जय स्वतन्त्र नारी अभियान के अरे नमस्कार जय स्वतन्त्र नारी अब लास्ट एउटा क्वेसन अहिलेको बालिन सरकारलाई चाहिँ तपाईँको तर्फबाट चाहिँ 3 वटा दिनुपर्ने एउटा खतरा सुझाव नै मैले मिराजलाई पनि सोध्थेँ यो कुरा चाहिँ मिराजले चाहिँ भनेको थिएँ अब तपाईँले चाहिँ बालिन सरकारलाई चाहिँ के यदि बालिन सरकारलाई प्रत्यक्ष गुनासो गर्न पाउनुभयो भने चाहिँ के भन्नुहुन्छ जेनजी भएर भन्नु है फेरि बुढापाका भएर भन्न मिलेन यहाँ मेरो बालिन शाहको नेतृत्व सरकारलाई 3 वटा सुझाव के छ भने पहिलो सुशासनको प्रत्याभूति नेपाली जनताले हेर्न र देख्न र भोग्न पाउनुपर्छ एउटा पहिलो सुशासन भनेको तपाईँले उपयोग गर्न पाउनु पर्यो क्या पर्यो बोलीमा मात्र होइन एक्सनमा सुशासन चाहियो क्या अब बालिन शाहले सुशासनको प्रत्याभूति नेपाली जनतालाई दिनुपर्छ त्यसमा उहाँले दत्तचित्त भएर इमान्दारिताका साथ अगाडि बढ्नुपर्छ नेपाली जनता सुशासन चाहन्छन् पहिलो एजेन्डा आजको दिनमा हाम्रो देशमा प्रगति उन्नति र विकास किन भएन सुशासन भएन विगतमा कुशासन भयो त्यो कुशासनको विरुद्ध जेनजीहरू सडकमा आए त्यसैले बालेन शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदाखेरि जुन प्रश्नहरू उठान गर्नुभएको थियो जुन मुद्दाहरू उठान गर्नुभएको थियो अहिले उहाँ कार्यान्वयन गर्ने ठाउँमा पुग्नु भएको छ देशको कार्यकारी प्रमुख प्रधानमन्त्री उहाँले सुशासन दिनु पर्यो उहाँले राम्रो टिम बनाउनुपर्छ अब कुमारबेनलाई म राम्रो मान्छे असल मान्छेकै रूपमा हेर्छु अब अहिलेको टिमप्रति पनि मेरा धेरै गुनासाहरू छैनन् तर देशको प्रधानमन्त्रीले टिम बनाउँदाखेरि राम्रा योग्य सक्षम मान्छे इमान्दार मान्छे देशलाई माया गर्ने मान्छे काबिल मान्छे क्षमतावान मान्छे परिपक्व मान्छे एकदम अनुभव प्राप्त गरेका देश र काल परिस्थिति राम्रोसँग बुझेको अध्ययन गरेको समय र परिस्थिति अनुसार चाहिँ प्रधानमन्त्रीलाई चाहिँ एकदम ट्याकल गरेर एकदम सफल बनाउनको लागि सुझाव दिन सक्ने एनर्जी मार्गचित्र कोरेर प्रधानमन्त्रीलाई आज यो काम गर्ने भोलि यो काम गर्ने पर्सि यो काम गर्ने भनेर एकदम विवादरहित बनाउने क्या प्रधानमन्त्रीलाई अनि प्रधानमन्त्रीलाई जनतासँग टाढा राख्ने होइन म भन्छु प्रधानमन्त्री बालिन शाहलाई 7 वटा प्रदेशमा तपाईँ जानुहोस् जनतासँग अन्तर्क्रिया गर्नुहोस् जनताको कुरा सुन्नुहोस् न राजा महेन्द्रले राजा वीरेन्द्रले देशभरि घुमेर जनताको कुरा सुन्नुहुन्थ्यो अनि आएर निर्णय गर्नुहुन्थ्यो प्रधानमन्त्रीले भटाभट यहाँ निर्णय गर्ने होइन जनताको चाहना अनुसार जनताको भावना अनुसार निर्णय गर्ने हो देशको प्रधानमन्त्री भनेको सुकुम्बासी समस्या समाधान प्रधानमन्त्रीले सिंहदरबारमा बसेर गरिरहनु भएको छ नि अव्यवस्थित बसोबास भएका सुकुम्बासीलाई व्यवस्थित बसोबासमा लिएर जानुपर्छ भनेर प्रधानमन्त्री भनिरहनु भएको छ नि सुकुम्बासीको कुरा प्रधानमन्त्रीले सुन्नु पर्यो सुकुम्बासीसँग अन्तर्क्रिया गर्नु पर्यो सुकुम्बासीलाई बोलाउनु पर्यो प्रधानमन्त्रीले सिंहदरबारमा अथवा प्रधानमन्त्री सुकुम्बासी बसेको ठाउँमा जानु पर्यो कस्तो हालतमा चाहिँ बसिरहेछन् कसरी खाइरहेछन् कसरी सुकुम्बासी बसिरहेछन् प्रधानमन्त्री अरू कुरा सुन्ने होइन वास्तविकता त सुकुम्बासीकै मुखबाट प्रधानमन्त्रीले सुन्नुपर्छ मेरो एउटा कार्यक्रम आउँदैछ म तपाईँको कार्यक्रम मार्फत म घोषणा गर्न चाहन्छु यो कार्यक्रमको बारेमा मैले भनेको थिइनँ देशको समस्याको समाधान गर्नको लागि जनतासँग ऋषि धमाला अब हमालाको धमालाबाट जनतासँग ऋषि धमाला आइम विथ यु तपाईँ देशको हरेक समस्याको समाधान गर्न हजुर
तपाईँको पीडितहरूलाई न्याय दिने हो। दियो दोस्रो कुरा मैले के भने टिम राम्रो बनाउँ। तेस्रो कुरा अब विकासको मोडल चेन्ज गर्नुपर्छ। अहिलेको विकासको मोडलले देशमा विकासै हुँदैन ल। हामी 35 वर्ष अघिदेखि विकासको कुरा गरिरहेको छौँ। हजुर 40 सालमा प्रजातन्त्र आएपछि नेपालमा विकासको गति अगाडि बढेको छ, नबढेको होइन। विगतमा छ नि नेताहरूले गल्ती गरे होला, व्यक्तिगत स्वार्थमा लाग्यो होला होइन, उनीहरूले काम गर्न सकेनन् होला, तर देशमा विकासै भएन भनेर म भन्दिनँ। विकासको मोडल चाहिँ अब व्यापक रूपमा चेन्ज गर्नु पर्यो र विकासमा जनताको सहभागिता हुनु पर्यो। अब पूर्व पश्चिम रेल मार्ग चाहिँदैन, कञ्चनपुर चाहियो। चीनदेखि त मलाई थाहा छ केरुङदेखि अब रक्सोलसम्म रेल मार्ग चाहिँदैन। नयाँ विकासको मोडल भनेको त्यो अब ठुल्ठुलो उद्योग धन्दा नेपालमा नखोल्ने, अब नेपालले उत्पादनमा जोड नदिने, कृषि क्रान्ति नगर्ने। हामी कृषिमा जहिले पनि आसक्ति छ नि, त्यो अब विश्वास गरेर अरू देशले चाहिँ दिएको छ नि सामानहरू लिएर अथवा खाद्यान्न फलफुल तरकारी, हामी आत्मनिर्भरतिर नजाने, आत्मनिर्भरतामा जानु पर्दैन। परनिर्भरतातिर पनि नेपाल बस्ने नबस्ने त्यो हुनु भएन। आत्मनिर्भरता कृषिमा क्रान्ति गर्ने हो, त्यो एजेन्डा हो। र अर्को अन्तिममा बालन शाले गर्नु, बालन शाले सुन्नुहोस् है, युवाहरूलाई बालन शाले रोजगारी दिनुपर्छ। अब बालन शाले विदेशीलाई विश्वासमा लिएर ठुल्ठुलो उद्योग धन्दा नेपालमा सञ्चालन गर्नुपर्छ। अब आर्थिक क्रान्ति आजको आवश्यकता हो देश बनाउनु। तपाईँ र मिराज त मिल्नुहुन्छ जस्तो लाग्नु थाल्यो मलाई। हामी सबै बालन शाला के भनौँ भने देश बनाउने अभियानमा हामी तपाईँको साथमा छौँ। तर देश बनाउनको लागि तपाईँले जनताको भावना बुझ्नुपर्छ। ल तपाईँ सकिने हो, अब दाइको चाहिँ टाइम सकियो। थ्याङ्क यू। एक्सपेक्ट द अनएक्सपेक्टेड सिरिजको एपिसोड 3 पनि क्लोज भएको छ। त्यहाँ साथसाथै हाम्रो ऋषि धमलाज्यूको नि मिटिङ होला। अब हामी फेरि पछि फ्युचरमा काम गर्नेछौँ भन्ने पूर्ण आशा राख्दै अहिले चाहिँ म क्यामेरा बन्द गरेँ।